भयावह रातको सत्य घटना। त्यो रात कसैले पनि बिर्सन सकेन। साँझको अँध्यारो बिस्तारै गाउँमाथि झरिरहेको थियो। तराईको तातो भूभागमा दिनभरको घाम यति चर्को पर्थ्यो कि दिउँसो खेतमा उभिनु नै कठिन हुन्थ्यो। त्यसैले गाउँका धेरै किसानहरू जस्तै नवीन र उसकी नयाँ बिहे भएकी श्रीमती माया पनि प्राय साँझपख मात्रै खेतमा काम गर्थे। बिहे भएको बल्ल 5 महिना भएको थियो। जिम्मेवारी धेरै थियो, सपना अझ धेरै। सानो घर, थोरै जग्गा अनि भविष्य राम्रो बनाउने ठूलो चाहना। उनीहरूको खेत गाउँको किनारमा नदीसँगै जोडिएको थियो। त्यो जमिन उनीहरूका लागि केवल माटो थिएन, त्यही उनीहरूको सपना रोपिएको थियो। साँझको चिसो हावा, आफ्नै माटोको गन्ध अनि खेतमा पानी बगिरहेको आवाज बीच काम गर्दा उनीहरूलाई थकाइ नै लाग्दैन थियो। त्यही भएर प्राय समयको पत्तै हुँदैन थियो। त्यो दिन पनि त्यस्तै भयो। दिउँसोको घाम ढलेपछि उनीहरू खेततिर गएका थिए। काम गर्दै जाँदा दुवै भविष्यका कुरा गर्दै थिए। आफ्नो घर ठूलो बनाउने, अर्को साल धेरै बाली उब्जाउने, बच्चा भए के नाम राख्ने कुरा गर्दा गर्दै हाँस्दा हाँस्दै समय बितेको पत्तै भएन। जब होस आयो, चारैतिर अँध्यारो भइसकेको थियो। तर खेतमा पानी लगाउने काम बाँकी नै थियो। त्यसैले उनीहरू अलि ढिला भए। काम सकिन्दासम्म रात गहिरिसकेको थियो। वरिपरि केही देखिन छोडेको थियो। केवल लालटिनको मधुरो पहेँलो उज्यालोले मात्र बाटो देखाइरहेको थियो। दुवैको खुट्टा, हात अनि कपडा हिलोले भरिएका थिए। नवीनले काँधमा कोदालो बोकेको थियो, माया लालटिन समातेकी थिइन्। सधैँ झैँ घर फर्कनु अघि उनीहरू नदीमा गएर हात खुट्टा धुन्थे। बगिरहेको पानीले दिनभरको थकान बगाइदिन्छ भन्ने उनीहरूको विश्वास थियो। त्यस रात पनि उनीहरू नदी किनार पुगे। दुवै झुकेर हात धुन थाले। त्यत्तिकैमा नदीको अलि परबाट छ्याप 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 पानी उछिट्टिएको आवाज आयो। दुवैले एकैचोटि टाउको उठाए। अगाडि धमिलो अँध्यारोभित्र एउटा सानो बच्चा पानीमा खेलिरहेको देखिन्थ्यो। उमेर बढीमा 5 वर्ष होला। ऊ एक्लै पानीमा नुहाइरहेको थियो। उसको हाँसो नदीभरि गुन्जिरहेको थियो। निर्दोष, चञ्चल, सामान्य बच्चाको जस्तै। माया त्यो देखेर छक्क परिन्। एटी राति नदीमा एक्लै बच्चा? ऊ अघि बढ्न खोजी, तर नवीनको अनुहार एक्कासी फिक्का भयो। उसले तुरुन्त मायाको हात समात्यो। हात धोएकै हातमै। उसको समातै यति बलियो थियो कि मायाले पहिलो पटक उसको डर महसुस गरिन्। नवीनले केही नबोली उसको हात तानेर फर्कियो। ऊ केवल एउटा कुरा बरबराइरहेको थियो, पछाडि नहेर्नु। जे सुकै सुनिए पनि पछाडि नहेर्नु। मायाको मुटु जोडले धड्किन थाल्यो। उनीहरू तीव्र कदमले घरतिर फर्किन थाले। घर पुग्न नदीबाट एउटा साँगुरो बाटो पार गर्नु पर्थ्यो। दुवैतर्फ बाक्लो बाँसघारी, बीचमा सानो गोरेटो, अगाडि ठूलो चिउरेको रुख। त्यही ठाउँबारे गाउँमा पुरानैदेखि हल्ला थियो। त्यो बाटो राति नरोज्ने। उनीहरू बाँसघारीको बीच पुगेकै थिए। अचानक धम, ठूलो ढुङ्गा उनीहरूको अगाडि आकाशबाट खसे जस्तै झर्यो, बाटो थुनेर। र त्यत्तिकैमा त्यही बच्चाको हाँसो, तर यसपटक पहिले भन्दा धेरै ठूलो, धेरै नजिक र धेरै डरलाग्दो। त्यो हाँसो अब बच्चाको जस्तो लाग्दैन थियो। दुवैको शरीर सुन्नियो र अनि एकैचोटि उनीहरू दौडिए। बाँसका पातहरू चारैतिर हल्लिरहेका थिए। पछाडिबाट कसैले दौडिए जस्तो आवाज आइरहेको थियो, तर उनीहरूले फर्केर हेर्ने आँट गरेनन्। चिउरेको रुख मुनि पुग्ने बित्तिकै एक्कासी पुरै बाटो सेतो उज्यालोले चम्कियो। 1 सेकेन्डका लागि, यति तेज कि दुवैले आँखा बन्द गरे। अनि फेरि सबै पुरानै अँध्यारो। उनीहरू दौडिरहे, तर अचम्म, जुन बाटो सामान्य दिनमा 10 मिनट लाग्थ्यो, त्यो रात गाउँको पहिलो घर देख्दा लगभग आधा घण्टा बितिसकेको थियो। कसरी, किन, उनीहरूलाई आजसम्म थाहा छैन। त्यसपछि नवीनले मायालाई सबै सुनायो। गाउँका बुढापाकाहरू भन्थे, नदीमा राति देखिने बच्चा बच्चा हुँदैन, त्यो केवल देखिने रूप हो, र जसले उसको हाँसो पछ्यायो ऊ कहिले फर्केर आएन। आजसम्म त्यो बाँसघारीको बाटो सुनसान छ, र गाउँमा अझै भनिन्छ, राति नदी किनारमा बच्चाको हाँसो सुनियो भने आफ्नो बाटो समाऊ, किनकि त्यो खेलिरहेको बच्चा नहुन सक्छ।